गाइज वेलकम टु माई ब्लग। आज पनि हामी आँप खान गइरहेछौँ विथ दिस म्यान। तो चलते हैं गाइज, होइन आज छटिया आज पुग्नु पर्ने चाहिँ त्यो जङ्गल साइडतिर। यताबाट मेरो मन्दिर पनि देखियो। कुलदेवता मन्दिर। अरे होला तिमीलाई खाना हो त अब खतरा देखियो होइन काण्डु यता गरी अब यस्तो खै देखिनु। तेरो स्कुल कतिसँग छुट्टी हो? 5 गतिसँग क्या गर्मी बिदा दिए त घन्डु वालो ओए जाडी बिदा हो नि तेरी लागि। सक्योलाई गान्डुवाला त्यो साउनको रुख प्लस पिपलको रुख दुइटै एउटै ठाउँमा छन् यिनीहरू। तो चल्ती है आ जाऊ नरोकेर। तू कति वर्ष है गरे? 11 भइगयो। नै मलाई थाहा छैन है। यो भनेको किनारा भन्ने ठाउँ हो, मेरो मन्दिर भएको ठाउँ। रुख पनि ढले रहेछ। खतरा भयो यहाँ ठाउँ आज भोलि। बाफ्रे बाफ आज भोलि एउटा कोही उयो अद्दैन त यार, घाँस दौराको अद्दैन त मार नदेखि मेरा बु। आप ताजै आप झारी देऊ। तैँले अझ 1 क्लास घटायो नि क्या हुनु पर्यो। 1 क्लास घटायो भने नखानु त के हो? जामुन तर नपाकेको रहेछ। पाकेको भए त खानु हुन्थ्यो होइन छोटु? नपाकेको रहेछ जामुन। फल त छ, फल भन्दै क्या देमाउडे पाके नै मुयो खानु पाउने हुन यार। जाऊ न त। कुदिन त जाउँ अब, कुदेर जाउँ। अरे बाप रे बाप। तो दोस्तों रास्ता भी खतरा है, हम भी खतरनाक खिलाड़ी है। खतरा हमको पसंद है ना। अब चाहिँ हामी आँप पाउने नजिक पुग्न थाल्यौँ। बन रही है दोस्तों आपको
रुखमा फल छ कि नै त्यो पनि थाहा छैन। जस्ट आँप छ भन्ने थाहा भएर हिँडेका छौँ हामी दुईटा, यो भाइ र म। अब चाहिँ हामी त्यो ठाउँमा इन्ट्री गर्दैछौँ, आँप पाउने ठाउँभित्र इन्ट्री गर्न लाग्यौँ। तुई थाहा नै पर चौरडी काम थियो क्या कहिले तुइले त आखिर यति गुलियो आउनु भयो नि तेरैबाट अर्को गुलियाउनु हो यार। कस्तो ठाउँमा हिँड्नुपर्छ अब हेर्नुहोस्। पाके हो क्या कि यो जामुन पाके आइज खाउँ। जामुन पाके रहेछ। भाइ चाहिँ रुख चढ्यो, म चाहिँ भुइँदेखि खाने। thâu yang ngoài nè nhiều. Bay hắn nào. भर्खरै हामी जामुन खाँदै अब आँपको यात्रामै हिँडेका छौँ। तर दाना चाहिँ धेरै ठुलो नरहेछ। त्यसले गर्दा सामा मुही देखा मुही देखो गाइस आपका दाना के सॉरी जामुन का दाना अब ये खाएंगे हम। तो मेरो मेला भित्र पुग्यौं। यता जम्मा सल्लाहको रुख पनि छ, जामुनको रुख पनि छ। यसमा चाहिँ दानाहरू नरहेछन् क्या हो। खैरको रुख जम्मा खैर हुनाले यो ठाउँको नाउँ खैरेडी भएको हो। खैरेडी पहिला चाहिँ यो बाँझोमा चाहिँ पहिला कोदो सोदो रोप्थे। मेरो घरका आलाहरू आजभोलि त केही रोप्दैनन्। आँपको रुख नजिक पुग्न थाल्यौँ गाइस। कहाँ पऱ्यो यार त्यो आँपको रुख? कहाँ गयो यार आँपहरू? यथम्म हो यथम्म। यो चाहिँ आँपको रुख हो। अब दाना छ कि नै त्यहीँ गएर हुन्छ। तो दोस्तों हम पहुँच चुके हैं आपके रुख के ठाउँ। तर आपको रुखमा भने दाना नरहेछ। क्या हो यार, खाली आउनलाई मात्र दुःख भयो। नरहेछ क्या हो? नरहेछ आँप चाहिँ। अब जामुन खाएरै यता आएको परिश्रम मेट्नुपर्छ।
खाना आएको आफ्नो पाएर जामुन खाएर घर जानुपर्छ अब। भाइ चाहिँ चलिरह म चाहिँ माथि छु। यसलाई तिमीहरूको ठाउँमा के भन्छन् गाइज? हामीहरूतिर आडी घोडे भन्छन्, अब तिमीहरूकोतिर के भन्यो? यसलाई चाहिँ अब फाल्नु पऱ्यो, वरना हमको डिस्टर्ब कर लेगा है भैया खाने के लिए। चल भैया तू निकल जा। अरे भाई बहुत खतरा टाँसे छ यार। यसलाई फालेर त छोड्नु पऱ्यो, नत्र भए त डर लगता है भाई हमको तो अब हम खाने लगते हैं। जमिनमा त धेरै माथि आइसक्यो म त। हाम्रो यिनीहरू खानालाई तल छ जमिन, भाइ तलै छ, म चाहिँ माथि पुगिसकेँ राम्रो खाना खानालाई। आँप खाना आएका हामीहरू जामुन खाएर घर फर्क्यौँ। यस्तो हाल भयो। अब चाहिँ घरतिर लाग्यो। यस्तै छ नजारा चाहिँ गाइजहरू। त्यति नै नि कति ठुलो आयो पुग्नुपर्ने चाहिँ अब त्यहीँ पुग्नुपर्ने हो, त्योभन्दा नि उतै पुग्नुपर्ने हो। हामी चाहिँ हिँड्न थाल्यौँ। त्यो भाइ चाहिँ पछाडि अड्किहाल्यो, म चाहिँ अब अगाडि छु। बाटो हेर, खुट्टाको हाल हेर कस्तो गरिदिए।